35 वर्षदेखि लुटे, हामीले पनि लुट्न पाउनुपर्छ भन्ने बासी अहिले निर्माण भइरहेको छ। 35 वर्षदेखि तिनीहरूले लुटेकै कारणले गर्दा अहिले जनताले जनमत परिवर्तन गरेका हुन्। फेरि लुट भनेर जनताले जनमत दिएका होइनन्। यो कुरा हेक्का रहोस्। सम्माननीय सभामुख महोदय, म सम्मानपूर्वक भन्न चाहन्छु, सङ्घर्षको कुरा गर्दा यो देश बनाउनका लागि तपाईँहरूको जति सङ्घर्ष छ हाम्रो पनि त्यति नै सङ्घर्ष छ। फरक यति मात्रै थियो, तपाईँहरू सायद सुगम र सुविधा सम्पन्न परिवेशबाट आउनुभएको होला। हामी दुखी गरिब र किसान सरबारा वर्गका सन्तान थियौँ, त्यही परिवेशबाट आयौँ। तपाईँहरू टेलिभिजनभित्र चिल्ला स्टुडियोभित्र बसेर एसी रुमभित्र बसेर आफ्ना विचार राख्नुहुन्थ्यो होला, हामी सडकमा उभिएर आफ्नो आवाज उठाउँथ्यौँ। तपाईँहरू सामाजिक सञ्जालमा स्टाटसबाट देश बदल्ने सपना देख्नुहुन्थ्यो होला, हामी लाठी भाला र साङ्गीतिक आक्रमण भोग्दै गिरफ्तारी र दमन सहदै परिवर्तनको आवाज उठाउँथ्यौँ। तर हाम्रो आवाज एउटै थियो, सुशासन सुशासन भ्रष्टाचार मुक्त नेपाल। सम्माननीय सभामुख महोदय, हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बिचमा केही फरक देखिएन। सम्माननीय सभा महोदय, हिजो उनीहरूको 2/3 र बहुमत थियो, 33 किलो सुन काण्डको निष्पत्ति छानबिन गरौँ भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पत्ति छानबिन गरौँ भन्दा तपाईँहरू तयार हुनुहुन्न। हिजो उनीहरूको सरकार थियो, अदालतमा दर्ता भएका मुद्दा आफै फिर्ता लिन्थे। आज तपाईँहरूको सरकार छ, तपाईँहरू अदालतको मुद्दा आफै फिर्ता लिनुहुन्छ। हिजो उनीहरूको विपक्षमा बोल्दा झुटा मुद्दा लगाइन्थ्यो र अदालत देखाएर तर्साइन्थ्यो। आज तपाईँहरूको विपक्षमा बोल्दा अनुसन्धान निकाय र विभिन्न राज्य संयन्त्रको नाम लिएर दबाब सिर्जना गरिन्छ। हिजो उनीहरूको मन्त्री खुलमखुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोस्टरमा बसेर धम्कीमूलक भाषण प्रयोग गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा सङ्गठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट। हिजो आक्रमण भौतिक रूपमा हुन्थ्यो, आज मानसिक रूपमा। हिजो पनि राज्य शक्तिको प्रयोग गरेर असहमतिको आवाज उठाउनेलाई दबाउने प्रयास गरिन्थ्यो, आज पनि गरिँदैछ। हिजो पनि आलोचकलाई शत्रु ठानिन्थ्यो, आज आलोचनालाई विकास विरोधी ठानिन्छ। फरक के रह्यो तपाईँ र उनीहरू बिचमा? फरक यति मात्र छ कि चुनाव चिन्ह फरक छ, अनुहार फरक छ, तर व्यवहार उही छ, प्रवृत्ति उही छ, सत्ता जोगाउने शैली उही छ। जनताले अनुहारको परिवर्तन, शासन शैली र संस्कार परिवर्तन खोजेका हुन्। दुःखको कुरा अनुहार फेरिए पनि व्यवहार फेरिएको देखिएन। त्यसैले प्रश्न सत्ता परिवर्तनको होइन, प्रश्न शासनको चरित्र परिवर्तनको हो। अनुहार फेरिएर मात्र पुग्दैन, व्यवहार फेरिनुपर्छ।